सो गाइस आज चाहिँ म तपाईँहरूको लागि एउटा भ्लग लिएर आएको छु है। तपाईँहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै लाइक कमेन्ट सेयर गरिदिनु होला है। आज चाहिँ पानी आइरहेको छ है। म चाहिँ छुट्टीमा छु टक्क एक्लै रुममा होइन। रुममा बोर लागेर चाहिँ म चाहिँ आज यसो छततिर जाने प्लानमा छु है। त्यो छ त्यहाँ टक्क पुरै यार ढोका चाहिँ लाएर रहेछ है। म जानु सकिनँ छतमा। त्यही गाइस म तपाईँहरूले आज रुमको बारेमा के भन्न चाहन्छु है। अब यही हो रुम है। रुम चाहिँ अब जस्तो भए पनि परदेशमा होइन, परदेशमा चाहिँ फ्ल्याट रुम सुन भन्छ नि, फ्ल्याट त्यस्तो हुँदैन है। यो चाहिँ लाउरे झोलाहरू यस्तो चाहिँ लाउरे इन्डियन झोलाहरू है। लुगा चाहिँ हामीमा सुत्छौँ है। तपाईँहरूले सुत्नु हुँदैन, इन्डिया गएको मान्छे राम्रो ठाउँमा होइन सुत्नु भन्नुहुन्छ। हामी चाहिँ यस्तोमा सुत्छौँ। यस्तै नेपालमा भन्दा झन् ऊ हुन्छ है। यहाँ चाहिँ सिर्फ नेपाल र इन्डिया भन्ने मात्रै हो है त। नत्र नेपालमा भन्दा इन्डियामा गाह्रो छ सुत्नलाई पनि है। यस्तो चिसो छ, चिसो बिल्डिङको चिसोले पुरा खान्छ है। पुरै इन्डियन झोलाहरू छ, दाइहरूको झोला मेरो झोलाहरू टक्क रुम चाहिँ यति नै हो। लाउरे झोलाहरू बोकेर खान् केटाहरूले, घर जानेले यात्राका झोला बोकेर जान्छन् है। त्यही नै हो। त्यस्तोको माछा त्यो त भन्ने मान्छे क्या इन्डियाको नपरेर है। छाडा हिँड्यो त्यो लाइफ सक्यो क्या त्यसको। म सेम त्यस्तै भए हो है। त्यही र म चाहिँ के गर्ने दुःख सुख गरेँ 3 वर्ष त काट्यो। अब चाहिँ म हुन्छ अब इन्डियामा गाह्रो छ, गाह्रो छ।